व्हाट्सअप गाइस, वेलकम छ मेरो मिनी ब्लगमा। अनि सबैजना सन्चै हुनुहुन्छ होला, म पनि सन्चै छु। आज मेरो बिहानै त्यो उठाइ त यस्तो भयो। उठेपछि म अनि थोक्क बेस लगाउन थालेँ। म बेस लगाउँदै उल्टोबाट मैले टाउकोमा छिराएँ। त्यहाँदेखि फेरि म ऐना हेर्न थालेँ। ऐना हेरेपछि त यसो कस्तो देखिन्छ भनेर बिहानै त कस्तो देखिन्छ होला र अनि यसो कपाल पनि मिलाउन थालेँ। यस्तो फ्रेस हुनलाई म मन्जन र ब्रुस बोकेर वासरुमतिर गएर म धडाधड मेरो दाँत सफा गर्न थालेँ। मैले धडाधड दाँत सफा गर्न थालेँ। अनि ऐनामा हेर्दै दाँत सफा गरेपछि अनि म बाहिर फेरि सुरु आएर मेरो साथीलाई देखाइदिएँ। साथी फेरि कफी बोकेर आएको रहेछ। अनि म पनि के कम भनेर कफी गरेर बनाएँ। कफी बनाउन केही छैन जस्तो लाग्थ्यो, तर मलाई कति गाह्रो भयो थाहा छैन। अनि म त्यो कफी पानी तात्दाखेरि मैले बाहिरको सिन देखाउँछु भनेर बाहिरको सिन देखाउन थालेँ। र अनि म पनि यसो अनुहार ऐनामा हेरेँ। मुख धोएर आएपछि फेरि खतरा दामी क्युट देखिँदो रहेछ। अनि त्यहाँदेखि अनि फेरि कति ढिलो चलेको भिडियो भनेर फेरि अफ गर्दै अनि म चाहिँ कफी बनाउनतिर लागेँ। अनि कफी बनाउनलाई चिनी, कफी अनि दुध चाहिन्छ। दुध त्यो चाहिँ मलाई आउँछ भनेर बोतलमा लगाएँ। अब सामान त छैन नि त मसँग अनि केही पनि, अनि सामान केही छैन। त्यही भएर मैले अहिले त्यही दुध, चिनी, कफी हालेर बोतलमा लगाएँ। अनि बोतलमा हालेपछि हलाउनुपर्छ। हलाउँदा पनि रेडी हुन भइगयो। अनि पानी तताउनको लागि रेडी पारेको थिएँ। अनि हलाउँदै अनि रेडी पनि भइगयो, पानी पनि रेडी भयो। अनि चाहिँ मैले पनि कफी त्यही कपमा हालेर कस्तो भयो रेडी बनाएँ। अब राम्रो भयो कि भएन सबैले हेरिदिनु होला। अनि मैले त यस्तै बनाउन नजाने कफी थिएँ। अनि त्यहाँदेखि तातो पानी हालेँ। तातो पानी हालेपछि कफी रेडी। अनि तातो पानी हालेपछि रेडी भइहाल्छ भनेर अनि मैले खान थालेँ धडाधड। अनि आजको भ्लग यतिमै। अनि सबैले सपोर्ट गर्नु, लाइक, सब्सक्राइब। अनि मेरो युट्युब च्यानल पनि छ, गएर सब्सक्राइब पनि गरिदिनु होला।